विनाश हुन्छ अनि त्यत्रो जनतालाई हामीले कसरी संहार गर्ने भन्नमा यहाँहरूले आउनु भएको छ। यति नै अब जानेको कुरा यही नै हो। खास गरी भनेको त्यही हो। हाम्रो देखेको अहिलेसम्म बोल्डर छैन ठेकेदारले भन्छ जहाँठाउँ राजापुरमा गइरहेको छ बोल्डर। अब हाम्रो यहाँभरि अब काम सुचारू किन के कारणले भइरहेको छैन, हाम्रो यो कि कस्तो के हो अब हामीले बुझ्न सकिरहेको छैन। मैले यहाँहरूले पटक मक्कामा आउँदै थिएँ, मैले भने जाउँ अहिले हाकिम साहब आउनु भएको छ, केही न केही हिसाबसँग हामीसँग यसो कुरा राख्न अघिल्लोचोटि पनि बैठकमा पनि केही देखा हो हामीले भने हो। मैले तपाईँले पुरै गर्नुहुन्न भनेर यिनीहरूले मसँग गराउनु भएको थियो। जाउँ न तपाईँले अस्ति नै हामी त टालै लिएर जानुपर्ने कुरा के छ त, त्यो त पुरा गरेर आउँ न त पहिला हामीले भनेर यसरी हामी यो उपभोक्ताहरूले आउनु भएको भनेको त्यो सामुदायिक बनिरहेको सानो काम के छ त्यो भन्नु भयो कि त्यसको लागि अब त्यो टेन्डरले